हेलो हेलो नमस्ते सबैजनालाई जुजुलप्पा फ्याफुला अनि के अरे अर्को पनि के भन्दै थियो नेवारीबाट पनि अर्को पनि के भन्दै थियो अब म नेक्स्ट भिडियोमा भने चाहिँ कस्तो मलाई भन्नै आउँदैन क्या बिर्सिन्छु के म के भन्छ भनेर पछि भयो भने चाहिँ बानी हुन्छ होला म चाहिँ भन्न आएन जुजुलप्पा मात्र भन्न आउँछ त्यो पनि हो अनि अर्को पनि भन्दो रहेछ कि दर्शन नमस्ते भन्नलाई अर्को पनि एउटा भाषा छ म चाहिँ त्यो आएन साथीहरू है अनि आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ जस्तो लाग्छ नयाँ दिनमा नयाँ भिडियोको साथ हजुरहरू सामु म उपस्थित भइसकेको छु आज चाहिँ के को बारेमा भिडियो बनाउँछु भने आज चाहिँ म कोदोको मोमो बनाउन लागेको के कोदोको मोमो बनाउन लागेको के कस्तो हुन्छ हैन कतिको बन्छ धेरै चाहिँ हैन थोरै बनाउँछु र कतिको बन्छ के बन्छ त्यो चाहिँ हजुरहरूलाई म देखाउने नै छु है त अनि हजुरहरूले पनि हेरेपछि चाहिँ कमेन्ट गर्नु होला साथ दिनु होला तर कोदोको मोमो चाहिँ त्यही लामो भिडियो हुँदैन थोरै भिडियो हुन्छ के अरे बनाउँछु अनि बनाइसकेपछिको अनि त्यस पछाडि पाकिसकेको त्यति मात्र हजुरहरूलाई देखाउने छु है त धेरै भिडियो चाहिँ अब सिङ्गलले बनाउनु पर्छ नि त त्यही भएर चाहिँ खिच्ने मान्छे भएको भए मैले लामो नै गर्थेँ अब आफै गर्नुपर्ने भएको कारणले गर्दा चाहिँ सर्ट भिडियो मात्र आउने छ है त सर्ट भन्नाले पनि 6 मिनट जतिको चाहिँ हुन्छ कि है तर हजुरहरूलाई हेर्नु मजा आउँछ नि त फेरि हैन सर्ट भिडियो इन्जोय पाराको हैन अलि रोमान्टिक त हुँदैन पकाउने टाइममा त केही उ गरेको भए पो हुन्छ त हैन त्यही भएर चाहिँ थोरै भिडियो हेर्न पनि मजा आउँछ नि त त्यही भएर मैले चाहिँ थोरै नै भिडियो बनाएर अपडेट गराउँदै जानेछु हजुरहरूले चाहिँ हेरेर साथ दिनु होला है त साथीहरू अनि के अरे कमेन्टमा पनि हैन लेखिदिनु होला कोदोको मोमो कस्तो लाग्यो हजुरहरूलाई है हजुरहरूले खानु भएको छ कि छैन मैले चाहिँ देखेको छु हाम्रो दोलखामा चाहिँ कोदोको निम्की बन्छ कोदोको मोमो बन्छ त्यो सबै थाहा छ खाएको चाहिँ थिएन तर म आफूले बनाएर फर्स्ट टाइम खाँदैछु कस्तो छ अनुभव सुनाउने नै छु हजुरहरूलाई है त हेरेर साथ दिनु होला ह्याभ अ गुड डे अल गाइज मैले चाहिँ के अरे म चाहिँ कोदोको मोमो बनाउनु लाग्यो मैले धेरै बनाइसकेको छु बिर्सेछु क्या भिडियो बनाउँछु भनेको आज होलिडे हो नि त त्यही भएर बनाउन खोजेको अनि आधी त बनाइसकेँ अब यति बाँकी छ यो पनि बनाउँदैछु कोदोको मोमो हजुरहरूले चाहिँ खानु भएको छ कि छैन तर मैले चाहिँ फर्स्ट टाइम ट्राई गर्दैछु हजुरहरूले चाहिँ हेरेर साथ दिनु होला अनि के अरे यही हो मैले चाहिँ कोदोको बिग मोमोमा बनाइरहेको छु कि कोदोको मोमो बिगमा बनाउँदैछु मैदाको पनि छ तर 5-6 वटा मात्र छ अनि कोदोको चाहिँ पहिलादेखि खान्छु भन्दा आज समय मिल्यो होलिडेमा त्यही भएर धेरै चाहिँ बनाएको छैन थोरै बनाएको छु यति भयो यति मोमो बनाएको यो बिग मोमो बनाएँ अब म त्यहाँ राख्दै गर्नु पर्यो मोमोसँग खानु त अचार चाहियो होइन त्यही भएर म चाहिँ तेलमा बनाउन लागेको छु यो छ अचारको लागि टमाटर तेलमा बनाउँदैछु मैले चाहिँ अचार बनाउनु पनि रेडी पारिसकेँ पुदिना टमाटर खोर्सानी सबै यही भित्र छ मोमो रेडी भइसक्यो यो चाहिँ कोदोको मोमो अनि यो पनि कोदोको मोमो हो अनि यो चाहिँ मैदाको मोमो अनि अचार पनि भइसक्यो अचार पनि दामी देखियो त
म चाहिँ कोदोको मोमो ट्राई गर्दैछु फर्स्ट बाइट एकदम मिठो वाउ दामी छ कस्तो रहेछ भनेर हेरेको एउटाले नै पेट पर्छ जस्तो छ तर मैले चाहिँ राखेको छु 3 वटा जति यो चाहिँ मैदाको खाजा सक्यो मेरो मिठो मिठो कोदोको मोमो चाहिँ एकदम मिठो रहेछ मलाई त मन पर्यो हजुरहरू पनि बनाएर खानुहोस् यदि खान मन छ भनेदेखि हैन मलाई चाहिँ एकदमै मिठो लाग्यो हजुरहरूलाई कस्तो लाग्यो हेरेर लाइक कमेन्ट गरिदिनु होला अनि सब्स्क्राइब पनि है त बाइ बाइ